हजुर लाइभमा फेसबुक लाइभ। नमस्ते आदरणीय दर्शकवृन्दहरू, म अहिले फेसबुक लाइभमा छु। मसँग आज हाम्रो अतिथि हुनुहुन्छ खेन्पो लामा गुरु हाम्रो सेनाङजी हुनुहुन्छ। उहाँसँग एकदिन यो अलिकति हाम्रो यो एउटा जम्काभेट भयो होइन। एउटा गुरुलाई मैले यहाँ पाएँ क्याफेमा, यो मर्निङ वाक गर्दै आउनुभएको, त्यो देखेर उहाँबाट केही टिप्सहरू लिन पाएँ र यो एकदम सान्दर्भिक छ अहिले हामीलाई ह्याप्पिनेस होइन कसरी जिउने अहिलेको जुन यो हाम्रो मोडर्न लाइफस्टाइलमा मानिसलाई अब सुखसँग शान्तिसँग र सन्तुष्टिसँग जिउनको लागि चाहिँ एकदम सहयोगहरू जरुरी पर्छ। त्यसमा चाहिँ हाम्रो बुद्धिस्ट प्र्याक्टिस एकदम राम्रो छ, हाम्रो पुरानो छ। त्यसको बारेमा हाम्रो लामा गुरुले अहिले हामीलाई एउटा मेडिटेसनको बारेमा, भिजुलाइजेसनको बारेमा भन्नुहुनेछ। अनि त्यसले चाहिँ हाम्रो डेली लाइफमा कसरी चाहिँ राम्रो बनाउने भन्ने बारेमा उहाँले भन्नुहुन्छ है। नमस्कार हजुर लामा गुरुजी। हजुर 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 एउटा मेडिटेसनमा हामीले थाहा भएअनुसार चाहिँ अब विपासनाहरूसम्म थाहा छ होइन, जनरल उसमा बाहिर आएको। तर त अघि कुरा गर्दाखेरि तपाईँले विपासनाको लेयर लेयर भन्नुभयो होइन। कस्तो तपाईँहरूले प्र्याक्टिस गर्ने मेडिटेसनमा कसरी गर्नुहुन्छ र जनरल मानिसलाई के सुझाव दिनुहुन्छ तपाईँहरूले हाम्रो अर्डिनरी? नमस्ते। मेडिटेसन जुन अहिले यसरी मासमा सबैले थाहा पाइरहेको छ, धेरै चाहिँ हाम्रो चाहिँ सम्पूर्ण भाषामा चाहिँ सिने र लाक्तोङ भन्छ, शिलाक भन्छ। त्यो चाहिँ एकदम बेसिक जुन चाहिँ हाम्रो यसमा चाहिँ समाधा र विपसना पनि भन्ने गर्छ। एक किसिमको अलिकति बेसिक मेडिटेसन हो होइन। जसरी हाम्रो बौद्ध धर्म बुद्धिस्टको अनुसार चाहिँ हाम्रो के अरे तीनवटा जसरी स्कुलहरू हुन्छ, सर्वज्ञान, महायान, वज्रयान भनेर। धेरै चाहिँ सर्वज्ञान महायानहरूमा चाहिँ समाधा र विपसनाको मेडिटेसनहरू बढी हुन्छ। त्यो चाहिँ अब अहिले सबैले अब हुन्छ नि प्राय जस्तै अहिले यो मोडर्न सोसाइटीहरूको अहिलेको प्रब्लम भनेको चाहिँ मेन्टली एकदमै प्रब्लम छ होइन। सबैलाई थाहा पाएको लोन्लीनेस, एन्जाइटी, अब त्यो पछि गएर चाहिँ डिप्रेस हुने, त्यसको लागि चाहिँ अहिले राम्रो एउटा उपाय चाहिँ मेडिटेसनलाई मानिरहेछ, विच इज एकदमै राम्रो कुरो हो होइन। तर बुद्धिस्टमा त्यति मात्र के भन्छ प्र्याक्टिसहरू हो भन्दाखेरि त्यति मात्र होइन। बुद्धिस्ट इज भेरी डेफ, भेरी हुन्छ नि एकदम विशाल छ है। त्यसले गर्दाखेरि अब वज्रयाना चाहिँ वज्रयाना यस्तो के भन्छ एडभान्स लेभलको प्र्याक्टिस हो जुन चाहिँ अहिलेको परिस्थितिमा चाहिँ नहुने। अब वज्रयानामा गएर समाधा र विपसना भन्दा अझै एडभान्स लेभलको मेडिटेसन हुन्छ। तर त्यो मेडिटेसनलाई चाहिँ हामीले कसरी लिन्छ भन्दाखेरि भिजुअलाइजेसनमा जान्छ होइन। जसरी भिजुअलाइजेसन गर्दाखेरि अब धेरै कुराहरू हुन्छ। अब यो तन्त्रको कुराहरू हामी यसरी भन्न त मिल्दैन, तर कसैलाई काम लाग्छ भन्दाखेरि चाहिँ तन्त्रको यसमा चाहिँ के हुन्छ भन्दाखेरि हामीले चाहिँ केरिम र झोक्रिम भन्छ। इट्स भेरी हाई लेभल हुन्छ नि प्र्याक्टिस। यो प्र्याक्टिसको लागि चाहिँ अब पहिला त तपाईँले गुरुबाट अनुमति लिनु पर्यो। गुरुबाट तपाईँले अभिषेकहरू लिएर अनि गुरुको आदेशलाई तपाईँले चिन्तन मननहरू गरेर चाहिँ बल्ल यो तपाईँलाई चाहिँ यो प्र्याक्टिस गर्नुको लागि यो त्यो के भन्छ रेडी के। त्यो गर्दाखेरि भिजुअलाइजेसनको इज भेरी इन्ट्रेस्टिङ। अब समाधा र विपसना इज यु हेभ लट अफ द डिपेन्ड फर के हुन्छ तपाईँ ठाउँको हेर्छ है। ठाउँ एकदम पिसफुल चाहिन्छ तपाईँलाई होइन। अनि हामी ठाउँको लागि जसरी डिस्ट्र्याक्ट नहुने होइन। अनि डिपेन्ड भयो, ठाउँलाई डिपेन्ड भयो। अब त्यो ठाउँ नभए पनि तपाईँ गर्नु सकेन। अनि टाइम हेर्छ तपाईँले होइन। एकदम तपाईँको चाहिँ छुट्टी लिनुपर्ने जस्तै यो हुन्छ नि, एकदमै तपाईँको भ्याना भने जस्तै विभिन्न किसिमको इट्स टु डिपेन्डेन्ट के। तर भिजुअलाइजेसनको लेभलमा पुग्दाखेरि
तपाईँ एनी टाइम होइन त्यो जसरी हाम्रोमा चाहिँ केरिम भन्छ हामीले योलाई चाहिँ नेपालीमा चाहिँ उत्पन्न करम भन्छ कि के उत्पन्न गर्ने हो भन्दाखेरि जुन तपाईँहरूले हाम्रो यसमा इष्ट देवताहरू भन्छन् होइन इष्ट देवताहरू 100 वटा इष्ट देवताहरू शान्त देवता शान्त जुन चाहिँ शान्त देवता चाहिँ बाहिर उहाँको रूपहरूदेखि एकदम शान्त स्वभावको होइन उहाँले लाउनु भएको घर गहनाहरू पनि एकदम त्यो चाहिँ पिसफुली होइन जुन चाहिँ मान्छेहरूले इजिली रिलेट गर्न सक्छ है फर इक्जाम्पल हाम्रो अवलोकितेश्वरदेखि लिएर आर्य तारादेखि लिएर त्यो अनि क्रोध देवताहरू चाहिँ अलिकति उहाँको बाहिर रूप चाहिँ उहाँ अलिकति एग्रेसिभनेस जस्तै देख्ने होइन अनि उहाँले लागेको वस्त्रहरू चाहिँ जुन चाहिँ यो मशानतिरको होइन जसरी उहाँले टाइगरको त्यो लगाएको हुन्छ टाइगरको छाला लगाएको हुन्छ भाङको छाला हात्तीको छाला मान्छेको छाला लगाएको जुन चाहिँ हामीले यो लेभल हामीले एक्सेप्ट गर्नै नसक्ने हुन्छ नि तर वान्स यो चिज चाहिँ वान्स यो गुरुबाट तपाईँले अभिषेक लिएर वान्स यो गुरु ले तपाईँको माइन्ड नेचरलाई तपाईँलाई चाहिँ उपदेश दिएर युआर तपाईँ यो चाहिँ देवता र तिमीमा फरक छैन जुन चाहिँ हामीसँग द्वैता छ होइन हामीले चाहिँ यो उहाँ हामी त्यो हाम्रो मूल समस्या चाहिँ त्यो छ हामीसँग द्वैता छ कि यो राम्रो यो नराम्रो जुन चाहिँ हामीले यसरी जजमेन्टल हुन्छ त्यसले चाहिँ पछि गएर तपाईँले जजमेन्टल हुन्छ वान्स यु जजमेन्टल केम्स टु योर माइन्ड एन्ड सबभन्दा डरलाग्दो कुछ चाहिँ तपाईँले अर्कोलाई कम्पेरिजन गर्दैन कि कम्पेरिजन योर सेल्फ कि आफैलाई गाली दिन्छ कि हेर्नुहोस् त फलानु मान्छे यस्तो गर्यो तिमी के हो हुन्छ नि नो बडी क्यान कम्प्लेन यु होइन इभन योर सेल्फ कम्प्लेन योर सेल्फ फलाना इज लाइक दिस योर वाट होइन अनि फेरि त्यो पनि अब कहिलेकाहीँ आफैलाई वेल डन युआर डुइङ ग्रेट भन्ने टाइपको त्यो चाहिँ थोरै मात्र यसरी कम्प्लिमेन्टरी हामीलाई दिन्छ तर हामीलाई चाहिँ यति कम्प्लेन गर्छ त्यो कम्प्लेन्स फेरि हाम्रो आफ्नो चित्तसँग छुन्छ कि होइन अर्कोले कम्प्लेन गर्नुभन्दा सो त्यो अहिलेको एकदमै गाह्रो त्यो कुराले तपाईँ के भन्छ जजमेन्टल भइन्छ जजमेन्टल हुने बित्तिकै इन्सेक्युर फिल गर्छ तपाईँलाई अनि नाना थरीका समस्याहरू आइदिन्छ कि अब यसको लागि बेस्ट सोल्युसन भनेको चाहिँ अब तपाईँमै यु हेभ ऑल दोज जुन देवताहरू अघिको शान्त र क्रोध देवताहरू यु हेभ त्यो चाहिँ गुरुले भनेर आउने होइन कि तपाईँसँग छ तर यो तपाईँलाई थाहा छैन होइन तपाईँलाई थाहा छैन त्यो थाहा हुनुको निमित्त तपाईँलाई हाम्रो बजाइरानामा चाहिँ प्र्याक्टिस हुन्छ यो केरिङ भनेर प्र्याक्टिस हुन्छ यो प्र्याक्टिसको पहिलो स्टार्ट भने गुरुबाट तपाईँलाई अभिषेक पायो आदेश पायो भनेपछि अनि तपाईँले चाहिँ यु हेभ रेडी फर प्र्याक्टिस भिजुअलाइजेसनको प्र्याक्टिस गर्छ त्यो भिजुअलाइजेसनको जसरी अघि 100 वटा देवताहरू छ नि 100 वटा देवतालाई तपाईँले भिजुअलाइज गर्ने हो है वान्स यु द्याट भिजुअलाइजेसनको तपाईँलाई त्यो लेभल तपाईँलाई चाहिँ एचिभ गर्छ एन्ड अघिको सुरुको त्यो दुईटा मेडिटेसन हामी कुरा गर्छ नि समाधान विपसन जुन डिपेन्डेन्ट पर्दैन किन भन्दाखेरि एनी टाइम एभ्रिवेयर यु क्यान डु भिजुअलाइजेसन है इभन आइ एम सरी टु से वन्स यु ड्रिङ इन द यु नो प्राइभेसी इन द टोइलेट यु क्यान भिजुअलाइज द्याट होइन द्याट टाइम अल्सो अनि त्यसले चाहिँ वाट यु helps for your तपाईँको डेली रुटिनमा इट गिभ्स यु योर सम स्पेसल के किन हाम्रो लाइफमा हामीले चाहिँ देवतालाई जुन एकदमै हाम्रो वाटेभर मान्छेहरूको होइन कल्चरले चाहिँ अहिले यसरी भनेको छ देवता भनेको क्रिएसन भन्छ नि सबै संसार बनाउने होइन सिर्जना गर्ने त्यो भन्छ त्यही कुरा चाहिँ तपाईँ आफैमा छ भनेपछि तपाईँ आफै त्यही हो भनेपछि होइन अनि तपाईँमा ड्युलिस्टिक माइन्ड भन्छ नि त्यसलाई चाहिँ हाम्रो नेपालीमा द्वैता भन्छ कि
वान्स यु त्यो राम्रो वज्रयान भिजुअलाइजेसनको प्र्याक्टिस गर्नु सकेपछि त्यो तपाईँले भिजुअलाइज गरेको देवता र तपाईँमा अद्वैत होइन फरक छैन मिन्स वाट युआर द देवता के युआर देवता मिन्स युआर सो स्पेसल होइन त्यो गरेपछि तपाईँमा भएको जुन समस्या सबै समस्या के हो हाम्रो सबभन्दा समस्या भनेको हामीले कम्पेरिजन गर्छ जजमेन्टल गर्छ होइन त्यहाँबाट हुने हो नि त्यो मेटाउँछ क्या त्यसले गर्दा हाम्रो वज्रयान प्र्याक्टिस गर्ने हाम्रो वज्रयान मास्टरहरू छ फर इक्जाम्पल मेरो गुरु चाहिँ हामी दुर्गो खेल्छेर बसेर सेसन रामचन्द्रन बसेरमा यार लाइक यु नो द हेभिएस्ट पर्सन इन द वर्ल्ड उहाँलाई न तपाईँले कम्प्लेन गर्यो भने उहाँलाई त्यो कम्प्लेन गर्यो भनेर दुःख छ न उहाँलाई चाहिँ ओहो कम्प्लिमेन्ट गर्यो उठायो भने उहाँलाई त्यसमा त्यो अननेसेसरी त्यो हुन्छ नि सुख छ होइन द्याट्स द उदाहरणको लागि हामी सो गुरुको त्यो देखेर चाहिँ आइरह्यो कि अनि यसरी नै हाम्रो उदाहरणको लागि अहिले तपाईँले हेभिएस्ट पर्सन इन द वर्ल्ड भनेर चाहिँ युकेको एउटा युनिभर्सिटीले के भन्छ उहाँलाई चाहिँ टाइटल उहाँले दिएछ त्यो भनेको हाम्रै सेसनको एकजना गुरु हुनुहुन्छ उहाँ चाहिँ म्याथ्यु रिकार्ड भन्छ म्याथ्यु रिकार्ड इज ओरिजिनली हि इज फ्रम द फ्रान्स एन्ड आफ्टर उहाँ चाहिँ साइन्टिस्ट थियो पछि गएर हि बिकेम अ मङ्क एन्ड सिन्स अब 40 वर्ष बढी भइसक्यो गुरुबाट सो हि इज द एउटा हेभिएस्ट को उदाहरण के अनि आई हेभ लट अफ हुन्छ नि उहाँसँगको टाइम स्पेन्ड गरेको वान रिजन एउटा क्वालिटी मैले उहाँसँग देखाएँ इज द्याट इज उहाँले चाहिँ सबै कुरा न्यूनतम के तपाईँको दैनिक जीवनमा जुन तपाईँले दैनिक जीवनमा तपाईँले एउटा सुविधा होइन लुगादेखि लिएर खानादेखि लिएर तपाईँ बस्ने कोठा त्योमा चाहिँ मैले उहाँसँगको हुन्छ नि समय जुन बिताएछ उहाँ सबै कुरामा एकदमै मिनिमलिस्टिक त्यो न्यूनतम के जुन चाहिँ चिज तपाईँ अगाडि पुग्यो कि जुन चाहिँ तपाईँलाई जाडो लागेछ त्यसले पुग्यो कि अनि त्यो गर्दाखेरि अनि कहिले पनि उहाँले उहाँको राम्रो चाहिँ कम्प्लेन कहिले गर्दैन हि गिभ्स यु लट अफ हुन्छ नि तपाईँलाई राम्रो कुरा गर्दैछ यु आर भेरी गुड हुन्छ नि उहाँको राम्रो चाहिँ राम्रो भन्दैछ कसैको लागि तपाईँ गरेको काम एप्रिसिएट चाहिँ एकदमै गर्छ है तर कम्प्लेन कहिले छैन सो त्यही आई थिङ्क यो कुराहरूलाई चाहिँ हामीले बुझ्नु सक्छ कि लाइफमा हेप्पिनेस आफ्नो मिन्स हेप्पिनेस कसरी हुन्छ भने हजुर धन्यवाद तपाईँले एकदम राम्रो टिप्सहरू दिनुभयो होइन तपाईँहरूको एउटा अनुभव सेयर गर्नुभयो जुन कुरा तपाईँहरूले एउटा बुद्धिस्ट होइन वज्रयान प्र्याक्टिस गर्नुहुन्थ्यो त्यसमा चाहिँ यो जुन भिजुअलाइजेसनमा हामीले यो जनरल मानिसहरूले अर्डिनरी मानिस भनौँ है साधारण मानिसले चाहिँ त्यो तपाईँहरूबाट सिक्नु मिल्छ कि मिल्दैन त्यो मिल्छ तर इट्स भेरी यो हामी तन्त्रको विधि मध्ये पर्छ यो चाहिँ तर यसरी पब्लिकली चाहिँ मिल्दैन तर यसको लागि चाहिँ तपाईँ हुन्छ नि अहिले त धेरै एक्सेस छ है तपाईँको सोसियल होइन अहिले तपाईँ जहाँ बस्यो भने भेरी इजी एक्सेस अनि मूल चाहिँ त इज एकदम गुरुको चाहिँ आवश्यकता हुन्छ है अनि गुरु त अब अलि तपाईँ अब के भन्छ बेस्ट वे चाहिँ तर तपाईँले यो इन्टरनेटबाट सर्च गर्नु चाहिँ आई थिङ्क इज टोटली रङ आइडिया तपाईँले फिजिकली उहाँले भेटेर मिल्छ भनेपछि गुरु त्यसको लागि चाहिँ हामी कसरी एप्रोच गर्न सकिन्छ त्यही गुम्बामा गएर सिक्ने कि कस्तो अहिले हामी युकेमा छ आल्डरसटमा छ होइन अनि म यहाँ अहिले आल्डरसटमा हाम्रो बुद्धिस्ट कम्युनिटी सेन्टर गुम्बामा अहिले म यहाँ छु 1 वर्षको लागि हाम्रो
कुम्भमा पनि आउनु मिल्छ ए, ओके। हाम्रो कुम्भमा अहिले गुरुहरू छ हजुर अनि त्यो नभए पनि तपाईँहरू कहाँ हुनुहुन्छ अब बेस्ट चाहिँ हाम्रो यो तन्त्र विधिको लागि चाहिँ काठमाडौँ इज द बेस्ट काठमाडौँ सेल्फ तन्त्रको लागि चाहिँ यो मण्डला नै हो भन्छ कि ए हजुर अनि त्यहाँ त गुरुहरू टन्नै छ हजुर हजुर र यो तन्त्र विधिमा चाहिँ इम्पोर्टेन्ट चाहिँ गुरु अनि गुरु प्रतिको तपाईँको आस्था भक्ति होइन श्रद्धा त्यसलाई सरल भाषामा विश्वास छैन भने इज होइन तन्त्रमा चाहिँ तपाईँले अभ्यास गर्नु सक्दैन तपाईँको लोजिक खोज्ने मान्छेले चाहिँ तन्त्र इज नट फर यु तन्त्र इज ओन्ली फर द देयर नो लोजिक ओन्ली म्याजिक जुन चाहिँ चिज मान्छेले जहिले पनि सबै कुरामा कारण खोज्ने मान्छेको लागि चाहिँ आई थिङ्क त्यो गाह्रो हुन्छ किन भन्दाखेरि तन्त्रको यो जुन भिजुअलाइजेसन यो चाहिँ हामी एकदम गुरुमा डिपेन्ड हुन्छ कि होइन गुरुको आफ्नो तरिका हुन्छ अनि वान्स यु गुरुप्रतिको तपाईँको विचार तपाईँ आफ्नो चस्मा लगाएर आयो भने होइन युआर वेयरिङ द यु नो द सन ग्लासेस लाइक कालो खालको तर यो एक्सपेक्टिङ बाहिर चाहिँ सेतो हुने द्याट्स नट हुन्छ तपाईँले काम गर्न सक्दैन वान्स यु रियली वान्ट टु प्र्याक्टिस यु हेभ टु बी लाइक हुन्छ नि तपाईँ एकदम रो तपाईँ खाली भएर आउनु पर्यो कि त्यसले गर्दा अलवेज हाम्रो गुरुले भन्नुहुन्छ वान्स यु मिटिङ विथ योर वाट एभर यु एकदम नजिकको के विच इज यु फिल माई हुन्छ नि गुरु यु फिल माई आमा बाबा यु फिल माई भेरी क्लोज फ्रेन्ड two things you have to take off. Once your brain and another your shoe. दिमाग र जुत्ता खोलेर आउनु एकदम खाली भएर आउनु पर्यो भरेर आएर होइन पहिलादेखि नै तपाईँ के ल अब त्यहाँ तपाईँ एकाडेमिक वे इज फाइन इन बुद्धिस्टमा तपाईँको धेरै हाम्रो अब जसरी बुद्धिस्टको अब फिलोसफीमा चाहिँ लट अफ थिङ होइन बुद्धले स्वयं उहाँले के भने सेक्जे दरवेश सिन्धुले वर्तलनिएका मैले दिएको टिचिङ भन्दैमा तपाईँ विश्वास यु हेभ टु रिसर्च सुन यसलाई मनन गर यसलाई चाहिँ बल्ल यु हेभ टु इफ यु एग्री यु एक्सेप्ट अदरवाइज भन्नाले त्यो पनि छ बुद्धिस्टमा तर अहिले हामी वी आर टकिङ फर द भिजुअलाइजेसन वी आर टकिङ फर द वज्रयाना प्र्याक्टिस वज्रयाना प्र्याक्टिसमा चाहिँ टोटली डिफ्रेन्ट कि यु कम विथ युर हार्ट कम विथ जुन चाहिँ तपाईँको आस्था र भक्ति जाग्छ त्यो इमोसनसँग आउनु पर्यो कि तपाईँ पहिलादेखि दिएर समथिङ होइन हामी भन्छ तिनवटा भाँडाको कुरा चाहिँ सबभन्दा डरलाग्दो भाँडा चाहिँ जुन भाँडामा तपाईँले अलरेडी त्यो भाँडामा चाहिँ तपाईँले खाना मिसाएर ल्याएको छ भने अनि त्यो पनि खाना कुहिएको लिएर आयो भने अनि मैले मेरो भान्सामा आयो भने म तपाईँले के खुवाउने त्यसको माथि मेरो मिठो खाना हाल्यो भने कुहिएको खानाले त्यो मिठो खाना पनि कुहिदिन्छ होइन अनि त्यो गर्दा यु ब्रिङ विथ द एम्टी बाउल कि खाली भाँडा ल्याउनु पर्यो द्याट मिन्स वाट यु तपाईँमा श्रद्धा र भक्ति चाहिँ हुनु पर्यो होइन विश्वास हुनु पर्यो अनि त्यहाँ गएर तपाईँ आयो भने अनि गुरुले चाहिँ तपाईँलाई उहाँले उपदेशहरू दिनुहुन्छ हजुर धेरै धेरै धन्यवाद हजुर अहिले हाम्रो छोटो इन्टरभ्यूमा यहाँले एकदम राम्रो कुराहरू जुन प्र्याक्टिकल कुराहरू होइन गुरुबाट लिनुभएको कुराहरू हामीलाई सुनाउनु भयो होइन मलाई एकदम धेरै कुरा सिक्यो नौलो लाग्यो होइन त्यो एकदम सान्दर्भिक छ युजफुल छ होइन प्र्याक्टिकल यसको लागि धन्यवाद हामी पछि फेरि समय मिल्यो भने उहाँसँग फेरि हामी गर्ने नै छौँ त्यति गुरुलाई धेरै धेरै धन्यवाद गरौँ है